जी त्यस्तो त राम्रै के हुन्छ कि यहाँ कमेन्ट मात्र नगर्दै यो छोटो बनाएर यतिको गराउनु यतिको छिटो 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 हेलो भन्छु हेलो हेलो बोलोहरू भन्छु बोले हाई एउटा गीत गाइदियो दिन्छु ल तैँले सबै हान्छ नमस्ते सबैजनालाई वेलकम ब्याक टु न्यू भिडियो न्यू दिन न्यू ब्लगको साथमा आज नि आइसके साथीहरू सबैजनालाई गुड मर्निङ हाम्रो जति पनि हुनुहुन्छ सबैजना युट्युब फ्यामिलीहरू सबै सन्चै आरामै हुनुहुन्छ होला यो जताततै पानी परेको कारण चिसो त भएको छैन नि तपाईँहरूलाई सबै सन्चै आरामै एकदमै चिसो बढेको छ आफ्नो केयर चाहिँ गर्नु होला भन्दै मैले चाहिँ भैँसीलाई पानी दिँदैछु भाडालाई घाँस बाँधेर दिदीले चाहिँ भैँसी दुनु भयो मैले चाहिँ पानी तताएर लिएर हालिदिँदैछु पानी खाँदैछ भैँसीले धेरैभन्दा अलिक पहिला दसैँमा आएको थियो त्यसपछि तिहारमा आएन तिहार पछि आयो नत्र यो यहाँ बसेर टक्रक्कै बसेर हेर्नुपर्छ कि भैँसीलाई नत्र नि पानीभरि फालिदिन्छ यसले कस्तो बिनी खान्छ आज पनि पानी पर्ला जस्तै भएको छ एकदमै कुहिरो लाहा डुम्मै भयो चाहिँ हामीले दुध तताउँदै छौँ साथीहरू तर यो पुर्याउने धेरै भएर चाहिँ डढेछ कि क्यान्टी किन्ने अच्छी राउत रिसेर के भयो रिसाइसन के नि रिसाइसन हो न रोशनी चाहिँ भर्खर उठिन् ए पोल्तेलाई हजुर के छ भर्खर उठ्यो न सन्चो छैन र किन यत्रो उठ्यो त हुन्छ जाडो दुध हेर है हेर्छौ कि नै हेर्छौ तिमीले दुध हेर है साथीहरू मेरा कपडा कति छन् कहिलेदेखिका कपडा थुप्रै अब म बसेर सोही धस्ने हो यता 2-3 जोड जुत्ता त्यहाँ मम्मी यो माथिबाटको मम्मीको कपडा यो तलको सबै दिपुको कपडा मात्रै हो अरू कसैको कपडा हैन मम्मीको र दिपुको कपडा मैले अब छिटो धुन्छु बाहिर चाहिँ पानी पर्ला जस्तो भएको तर सुक्दैन होला तर कपडा सुकेन भने अम्लो गराउँछ गाह्रो छ बाहिर चाहिँ यस्तो भयो ल म चाहिँ अब फटाफट कपडा धोइसकेपछि देखाउँछु हाम्रो दिपु चाहिँ बाहिर जानु लाउनु हो मैले अब रुम सफा गर्ने कपडा धुने हैन तर ल्याइदिएको कपडा लाउनु दिनु के रे ल्याइदिएको कपडा त लाउनु दिन्दैन नि यार हैन बाहिर हिँड्दाखेरि नलाउनुस् भन्छ नि यार त्यसै ओला देखेर मैले लाउन त अलि जाडो भएपछि लाउँछु भन्नु मारेका यत्रो दिनसम्म रुम सफा गर्न सकिन्न किन गर म एक्लै बस्नु हेर्नुस् साथीहरू त बिस्तारा कस्तो छ कपडा बिहान भरि कपडा धोएर यस्तो हात खाली भयो कस्तो खाइदियो त हेर फेरि मम्मीका कपडा नि त्यति थुप्रै रहेछन् कि फेरि अहिले हेरि जी त्यस्तो त राम्रै के हुन्छ कि यहाँ कमेन्ट मात्र नगर्दै यार यो छोटो बनाएर यतिको गराउनु यतिको
छिटो 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 अलि हिँड्छ म नआउन त न दिदी नदिदी यहाँ त्यसै आजभोलि खुब आँखा मात्रै सन्क्या मेरो कपै कौवालले निकाल्दिउँ बु लाउनु यत्तिकै न कस्तो फुर्सो देखिया होइन मुखा लाउनु नभए मुखा तँ होइन नि तँ हो सेन्टो डल्लाइ नि हुन्छ यो बाख्राले चाहिँ 3टा पाखा नि साथीहरू कस्तो जति बुढो हुँदै गयो उति झन् के गरेको यस्तो अझै कस्तो माया लाग्दो रहेछन् भाइ मान्छेसित काठ खेल्दो रहेछन् दुइटै आमा जस्ता 3टै हेलो आन्टी आयो कहाँ गराउनु हेर्नु त दिने बेला यस्तो छ त्यो 3टा हाम्रो आन्टीले पनि ढोकिदिन्छु बर्को सर्को भएन के अरे गरौँ भयो अहिले मुखाभरि मिठाई राखेर एउटा सिङ्गै मिठाई हालिदियो यसले सबै यतो एउटा डल्लो मिठाई सबै मुखा हालेर कसो गरी कागज खोइसिन्छ न आन न थोत्री रोसिका हेर त मुख कस्तो गरे ओ मिठी कले खान्छ कल खान्छ हामीले खान्नौँ हामीले मात्रै खान्छ मन चुप्पा खान्थ्यो चुप्पा मागा त्यो यता यता हेलो भन्थ्यो हेलो हेलो बोरोहरू भन्थ्यो बोल्ने है एउटा गीत गाइदिउ दिन्छु ल तैँले सबै खान सक्दिनँ यसले म आधी खान्छु साथीहरू रिसाएर कस्तो छ यहाँ आएर यहाँ ल न्याउली बनाइमा हितैको मायालाई राखे मनैमा हितैको मायालाई राखे मनैमा भयो बहिनी नाच्नलाई बल्ल तिम्रो कति आऊ कस्तो लाग्छ साथीहरू रोशनीको गीत प्लिज कमेन्ट गरिदिनु होला लौ हेर कसरी त फेरि लौ तिमीमा यो त्यो सुहानलाई देऊ मिठाई खाँदैन बल्ल गीत सुन्न पाइन्छ साथीहरू आजभोलि पहिला जस्तो सस्तो छैन कि गीत रोशनीको होइन हो अब यिनले गाउँछिन् के गीत अब रोशनी लौ गाउ सुहान ल हिजो खाएको लाउरा चक्लेट आज निमुख मिठो खाना क्या हो आमै तिम्रो आतो राखिछ आमालाई कसले हो घाँस काट्न आएको साथीहरू पसिना भयो मलाई फेरि यति काम गर्न नगर्दै छिटो पसिना आउँछ मैले चाहिँ धेरै काटेन त्यति घाँस काटेँ हेर्नु न नेचुरल भ्यू कस्तो दामी देखियो ल
पुरै धानहरू पाकेर पहेल पुरै भएको छ। पानी परेको कारणले चाहिँ धानहरू सार्न पाएनन् बिचरा। खेती गरेर पनि गाह्रो हो। खेती स्याहार्ने बेलामा ठ्याक्क पानी पर्दियो भने धानको त्यही बिजोग बह काटेर राखेको धान त्यस्तै बह, रुखको धान त्यस्तै बह, पानी परेर जताततै यस्तो पनि हुन्छ। खेती गरेर गरे जस्तो भए पो गर्न मन लाउँछ साथीहरू। अಯ್यो म चाहिँ अझै यति सबै काट्ने हो घाँस। बारी पुगेको छैन। म चाहिँ एक्लै घाँस काट्न आएको। दिदी चाहिँ मिलमा जानुभयो। अయ్यो आहामा पसिना परेर पिरो हुने भएछ। यत्नै घाँस काट्न आएछन् को आएको त्यहाँ। हाम्रो दिपु चाहिँ उता माथि डाँडामा जानुभयो आज। पुरै कोदो ढलेर यस्तो सोत्तर भएन त साथीहरू। पुरै ढलेछ। राम्रो पनि छैन कि फेरि बाला पनि कति कस्तो छ। पुरै ढल्यो। गतिलो त एउटा होइन। ल साथीहरू मेरो चाहिँ बारी पुगिसक्यो। मैले बारी नि बाँधिसकेँ। अब चाहिँ म घर जान्छु। कस्तो जाडोमा नि गर्मी भयो है। मलाई चाहिँ काम गर्ने भने फुर्तिलो हुन्छ। ज्याद पनि अनि गर्मी हुन्छ साथीहरू। अब चाहिँ म घर जान्छु। हस् आजको लागि चाहिँ भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ भिडियो साथीहरू। यतिन्जेलसम्म हाम्रो भिडियो हेरेर बस्नुहुने सम्पूर्ण साथीभाइहरू, हाम्रो जति पनि हुनुहुन्छ युट्युब फ्यामिलीहरू, 96 जना सब्सक्राइब हुनुहुन्छ, उहाँहरू सबैजनालाई धन्यवाद भन्दै आजको लागि चाहिँ भिडियो यही एन्डिङ गर्न चाहन्छु। भोलिको नेक्स्ट भिडियोमा आउनेछु भन्दै सबैजनालाई बाई बाई, टेक केयर साथीहरू।